एउटा बाघ चाहिँ एकदम अचेत अवस्थामा 5वटा बच्चा पाएर डमरुहरू थियो त्यसको ती भगवान् हो त्यो भगवान्ले चाहिँ पुष्प वृक्षा गरेर एकदम पवित्र ठाउँले गञ्जना पर्वत भन्छ छुट्टी घुमेर प्रणाम गरेर त्यसपछि अनि भगवान् बुद्धले तिघाको साइडको मासु काटेर खुवाइदिनु सो नमस्ते फेरि पनि अर्को नयाँ एपिसोड भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज हाम्रो फेरि नयाँ जर्नी नमोबुद्ध चाहिँ जाने भन्दा चाहिँ टोलीहरू पुरै रेडी भइसकेको छ। टोलीहरू चाहिँ एउटा बाइक निकाल्दै हुनुहुन्छ। म चाहिँ ट्याक्क भरेबाट झर्दैछु। नमोबुद्ध यात्राको स्टार्टिङ पोइन्ट रत्नपार्क हुँदै सिंहदरबार, नयाँ बानेश्वर, मध्यपुर ठिमी, सूर्यविनायक, सागा, बनेपा, धुलीखेल, धाप्चा छात्रेबाज हुँदै हाम्रो फाइनल डेस्टिनेसन नमोबुद्ध पुग्छौँ। हाम्रो स्टार्टिङ पोइन्ट रत्नपार्कदेखि फाइनल डेस्टिनेसन नमोबुद्धको टोटल डिस्टेन्स नियरली 40 किलोमिटर रहेको छ। यो चाहिँ यहाँ तलबाट यस्तो रहेछ अनि माथि चाहिँ त्यो गुम्बा चाहिँ अलिक माथि रहेछ। यहाँको विशेष के छ भने भगवान् बुद्धले चाहिँ उहाँको चाहिँ 1000 जन्ममा 500 जन्ममा चाहिँ मानव जन्म हेऱ्यो है। यो 500 जन्ममा चाहिँ उहाँले किरा फट्याएर जीव जन्तु भनिदिनु भयो होइन। अनि उहाँको चाहिँ 1 जन्म पनि यहाँ हो कि भगवान् बुद्धको चाहिँ अनि हजुर उहाँले चाहिँ अहिले फेरि एउटा राजकुमारको रूपमा चाहिँ पनौती पाञ्चाली भन्ने देशमा जन्म लिनुभयो उहाँले होइन। अनि राजाको उसमा चाहिँ उनीहरूको चाहिँ के रहेछ भने जस्तै राजाको सन्तान त वन विहार जाने कहाँ के जाने हुन्छ नि त तपाईँले छोटोमा भन्नुहुन्छ। अनि त्यो उहाँ चाहिँ अनि वन विहारको लागि यता आउनुभयो। यहाँ चाहिँ पुरा जङ्गलै जङ्गल थियो कि केही बस्ती थिएन मानव भनेर बस्ती केही पनि थिएन। त्यो त अब पहिला युगको कुरा हुँदै हो होइन। त्यसो उहाँहरू यहाँ वन विहारको लागि आउनुभयो। आउँदाखेरि आउँदा यहीँनिर आइपुग्दा चाहिँ उहाँले चाहिँ एउटा बाघ चाहिँ एकदम अचेत अवस्थामा 5वटा बच्चा पाएर डमरुहरू थियो उहाँले त्यो भर्खर सुत्केरी भएर एकदम उठै नसक्ने अवस्थामा देख्नुभयो उहाँले होइन। अनि उहाँले चाहिँ आफै उहाँलाई हुन त उहाँ आफैले पनि थाहा छ उहाँको जन्म एक जन्म यहाँ हो कि उहाँलाई आफूलाई पनि थाहा छ। तै पनि उहाँको दाजुभाइले उहाँ साङ्गे हो भन्ने थाहा छैन नि त भगवान् पनि भन्ने थाहा छैन। अनि उहाँले चाहिँ उसले के खान्छ भन्दाखेरि चाहिँ उसले पायो भने त जीव जन्तु मासु खान्छ भनेर दाइहरू होइन त्यस्तो आज्ञा भएपछि अनि ए हो भनेर अनि उहाँ चाहिँ जाउँ हिँड्नुहोस् भनेर माथि लाग्दाखेरि अनि भगवान् बुद्ध चाहिँ तपाईँ चाहिँ हिँड्दै गर्नुहोस् म एकछिन यहाँ म आउँछु तपाईँहरू हिँड्दै म पछि आउँछु भन्नु। अनि उहाँ अनि भगवान् बुद्ध चाहिँ यहाँ आइपुगिसकेपछि त्यो बाघ एकदम अचेत अवस्था भएपछि अनि उहाँले चाहिँ एकदम दया जाग्यो नि त। अनि मलाई मेरो खाऊ भन्दाखेरि अनि उसले चाहिँ त्यो जोस् अलिअलि होस् त उसले आँखा उगाएर हेर्दाखेरि साक्षात् भगवानै देखेर क्या उसले बाघले चाहिँ। अनि बाघले चाहिँ के भन्यो बघिनी चाहिँ के भन्यो भने म पहिलाको जुनिन त म यस्तो भयो होइन खाना पाएन नि त बच्चा पनि पायो मैले केही खाना पाएन म हुँदैन भन्नु उहाँले चाहिँ एकदम भगवान् गर्दाखेरि अनि भगवान् बुद्धले चाहिँ के भन्नुभयो भने अब यसमा छ नि तिम्रो पनि उधार छ मेरो पनि उधार छ किनभने मेरो यो अहिले तिमीले जीवन दान गरिसकेपछि फेरि म लुम्बिनीमा जन्म लिन्छु यहाँको पुण्यले चाहिँ भन्नुभयो। उहाँले एकदम राम्रोसँग सम्झाइ चाहिँ जस्तै हाम्रो फिल्ममा हुन्छ नि पहिला टेलर देखाउँछ नि उहाँले सबै देखाइसकेपछि अनि बाघ चाहिँ ओके भयो। उसलाई त उठ्न सक्दैन एनर्जी छैन होइन। अनि भगवान् बुद्धले चाहिँ के गर्ने भने एउटा काँडा लिएर कान्छो आउनु चाहिँ काटेर त्यस्तै 1 लिटर आधा 1 लिटर जस्तो रौत खाइसकेपछि उसलाई एनर्जी भएन भगवान् के यो बाघको चाहिँ उठ्न सक्यो। उठ्यो चाहिँ उसले चाहिँ के गर्छ भगवान् बुद्धलाई छुट्टी घुमेर प्रणाम गरेर त्यसपछि अनि भगवान् बुद्धले तिघाको साइडको मासु काटेर खुवाइदिनु भयो होइन। खुवाइसकेपछि अनि त्यसपछि चाहिँ पुरा भइसकेपछि भगवान् बुद्धले भने नि उसले तिमी आफै खाऊ भने कि उसले तिमी आफै खाऊ अनि त्यसपछि म खाइसकेपछि तिमी चाहिँ दिन आइपुगेको छैन तिमी चाहिँ यहाँबाट गइहाल भन्यो कि त्यो बच्चाहरू पनि गइहाल। त्यसपछि हामी चाहिँ अर्को जन्ममा चाहिँ लुम्बिनीमा जन्म लिन्छौँ हामी भने जुन त्यो बाघको 5वटा डमरू छ नि त्यो चाहिँ उता भगवान् बुद्धको चेलाको रूपमा जन्म लिने होइन। अनि पछिल्लो दिनमा चाहिँ स्वर्गमा जन्म लिन्छ भन्नु यसको पुण्यले त्यो स्वर्गमा लिन्छ जन्म लिन्छ अनि जन्म लिइसकेपछि चाहिँ त्यो तिम्रो 5वटा डमरू चाहिँ मसँगै एउटा चेला हुन्छ भन्नु भगवान् बुद्ध आज्ञा हो। त्यसपछि उहाँले चाहिँ पुरा खाइसकेपछि अनि उहाँको अनि अस्तिको चाहिँ त्यो पुरा खाइसकेपछि त अनि बाघ चाहिँ गइसक्यो होइन। फेरि घर पुगेको उसको उहाँको भगवान् बुद्ध दाइहरू चाहिँ घर पुगिसकेपछि
आमा चाहिँ मैले छोटो भने है तपाईँलाई एकदम धेरै छ महासत्व राजकुमार भन्छ है फेरि यो चाहिँ महासत्व राजकुमार देव सत्व प्रभा सत्व महासत्व राजकुमारले चाहिँ जीवनदान गरेको अनि घरमा पुग्दाखेरि 2 जना दाजुभाइ मात्रै अनि उसको उहाँको अब सेना होला नि सेना पुगिसकेपछि आमाको सपनामा पनि 3टा परिवार उडेकोमा एउटा चाहिँ टिपेर लगेदेखि दाजु खाएको त्यसरी ठ्याक्क बिउ चाहिँ छोरा टिट्यो पनि आँगनमा आइपुग्यो अनि खोइ भाइ भन्दाखेरि यसो आएन भन्यो कि उनीहरू त्यसपछि बिलाप गर्न थाल्यो जाउँ छिटो खोज्न जाउँ भनेर उहाँको चाहिँ घोडा 3 छ अनि भगवान् बुद्धको लगाएको लुगाहरू सबै लुगा झिन्डाइरहेको छ अनि घोडा 3 छ अनि उहाँको चाहिँ अस्तु मात्रै छ अनि उहाँको चाहिँ उहाँ चाहिँ फेरि साक्य मुनि हो नि त उहाँहरू साक्य हो होइन त्यसै उहाँले चाहिँ उहाँहरूको चाहिँ चलन अनुसार चाहिँ के छ पूजाआजा गरेर उहाँको अस्तुको राखेर अनि यो छोतेन बनाएको त्यसपछि अनि फेरि लुम्बिनी भगवान् बुद्धले चाहिँ लुम्बिनीमा छ नि यहाँको पुण्य फेरि त्यहाँ पनि राजकुमारै जन्मिदिनु भएन उहाँले बिहे सबै त्याग्यो होइन त्यागेर फेरि उसमा लाग्यो नि त धर्म गर्ने उहाँले कस्तो विश्वमा त्यहाँ इन्डियामा कति दुःख दियो नि त कति दुःख पायो नि त बुद्ध त ऊ गरेर प्राप्त गर्नु विशेष बुद्धलाई मान्छौँ त्यो चाहिँ पहिला यहाँ पश्चात चाहिँ यहाँको चाहिँ पुनर्जन्म चाहिँ हजुर हजुर अनि फेरि उहाँले पनि सबै धर्म सबै सकेपछि सबै बुद्ध धर्म विश्वमा प्राप्त भइसक्यो उहाँ आउनुभयो त्यो बेला पनि घना जङ्गल छ र आएर उहाँको 5 वर्ष चेला छ नि पाएको वर्ष उहाँ लिएर आएर अनि भगवान् बुद्धले चाहिँ अनि ढोग्नु भयो भने 3 चोटि ढोग्नु ओम नमो बुद्धाय ओम नमो भगवान् ओम नमो शङ्खाय भनेर ढोग्नु भयो अनि साङ्गीर भगवान् त ढोगेपछि के हो भनेर बुझ्नु खोज्यो चेलाहरू देखेर यो यस्तो हो भन्ने जुन कथा छ नि त्यो सबै भनिदिनु भयो उहाँले अझ पुरानो सबै भनिदिनु भयो त्यसपछि यहाँको नामकरण पनि नमो बुद्ध रहन गएको हो कि अनि भगवान् बुद्धको चाहिँ जुन त्यो वस्तु छ नि राख्ने बेला चाहिँ उहाँको प्राण जाने बेला चाहिँ हाम्रो 33 कोटा भगवान् भन्छ नि 33 कोटी भगवान् हो त्यो भगवान्ले चाहिँ पुष्प वृक्ष गरेर एकदम पवित्र ठाउँ रे गञ्जना पर्वत भन्छ पहिला यहाँको पात पतङ्ग रुख जुन बिरुवा छ नि सबै त्यो जडीबुटी रे एकदम आगो बढ्थ्यो हामी सानो हुँदा नि तपाईँको फलफुलको छ नि त्यतिकै बोटहरू थियो अहिले चाहिँ सबै नाश भइसक्यो यहाँ पश्चात चाहिँ हाम्रो मेन गुम्बा हामी घुम्न आएको भन्ने 6000 वर्ष अगाडि भनेपछि त लगभग श्रीकृष्णको चाहिँ 5000 वर्ष भयो होइन जन्मदिनको त्योभन्दा पनि 1000 वर्ष अगाडिको चाहिँ एउटा अस्तित्व बोकेको ठाउँमा हामी आइपुगेका छौँ साह्रै खुसी लागेको छ मन एकदम हर्षित छ अब यो पश्चात हामी यसको चाहिँ अस्तो फेरि राखेको नयाँ बनाएको ठाउँमा हामी अब हाम्रो मार्गदर्शन गर्दैछौँ फाइनल चाहिँ हामी आजको अर्को ट्रिप बुद्धको चाहिँ ट्याक्क आइपुगेछौँ मजाउँदै छाडेछौँ के हो यस्तो छ टिकटक स्टार हो कि के हो यहाँ छ यस्तो ल लिलन दाइ के छ आज चाहिँ ठिक छ नि नवबुद्ध ट्याक्क टेम्पल आइपुगेछ नवबुद्ध आयो चाहिँ एकचोटि माथि गएर हेरौँ बुद्धको मन्दिर कस्तो रहेछ होइन बाटो घुमेर घुम्ने साथी हो ल ल ल हिँडौँ ल सुनकै हो क्या जल यार हो राम्रो डिजाइनमा बनाएर रहेछ यो चाहिँ ओ हो यार तर सुनकै कलर रहेछ है यहाँ चाहिँ ट्याक्कै नवबुद्ध टेम्पलको चाहिँ हाइट पोइन्टमा आइपुगेको छ कस्तो रहेछ ठाउँ चाहिँ ठाउँ चाहिँ बबाल छ होइन Mani Padme Hum